नमस्कार सबैजनालाई। आज चाहिँ मकै रोप्नु पर्यो। यसरी भिजाएर हो, हिजो राति भिजाइरहेको थिएँ। अहिले देखाउने छु एकछिनमा कहाँ रोप्छु, कसरी रोप्छु। हिँड्न लाग्यो। अब 8 बज्न आँट्यो। अब जान्छु चोखाममा हो रोप्नु पर्ने चाहिँ। अहिले देखाउने छु तपाईहरुलाई। ल अब चाहिँ हिँड्न आँट्यो। मकै सकै पनि बाइकमा बान्यो। जे होस् मालिकले पुरानो भए नि बाइक राम्रै छ, ठिकै छ, चल्छ, दिइरहेछ तेल हाल्दै कुदाउँदै काम गर्दै। अब भरे देखाउने छु खेत पुगेर, रोप्ने जग्गामा पुगेर देखाउने छु तपाईहरुलाई कसरी रोप्छु। हेर्दै गर्नु होला। आलुबारी चोखाम हाम्रो कामलाङ नौतन बस्ती। जसलाई पनि ट्र्याक्टर जोत्न तपाईको यो हेरो चाहिँ मकै रोप्ने हो, खोली तान्ने। हेर्न सक्नुहुन्छ, खोली तान्ने हो। यसैले तपाईले गोड्न पनि सक्नुहुन्छ। यो मसँग उपलब्ध छ। तपाईहरुलाई घण्टाको 1000 रुपैयाँ हो। आलुबारी नौतन बस्ती, आलुबारी कामलाङ। जसले पनि मगाउन सक्नुहुन्छ। म कन्ट्याक्ट नम्बर दिनेछु। 2टा ट्र्याक्टर छन्। रोटर बेटर पनि छ। रोटर बेटर 1200 रुपैयाँ घण्टा हो। हेरो छ। तपाईलाई म देखाउने छु अहिले। रोटर बेटर, हेरो, पुलौ र मकै कसरी रोप्दैछु त्यो पनि देखाउने छु। हेर्दै जानु होला। र आलुबारी नौतन बस्ती कामलाङ, जसलाई पनि ट्र्याक्टर चाहियो भने जोत्नलाई, हेरो चाहियोस् कि रोटर बेटर चाहियोस् कि तपाईलाई कल्टिभेटर चाहियोस् कि यो मकै रोप्ने, तपाईहरुले मकै रोप्न पनि सक्नुहुन्छ। मेहनत गर्नुभयो भने फल हो भने त राम्रै हुन्छ। मैले मकै र फर्सी सँगै रोप्दै छु। अहिले देखाउने छु एकछिनमा कसरी रोप्दै छु। तपाईहरुले पनि हेरेर रोप्न सक्नुहुन्छ। हेर्दै गर्नु होला। अहिले म देखाउने छु कसरी रोप्छु। मकै अघि देखाइहालेँ बिउ। त्यो बिउ लगेर अहिले रोप्छु। के छ हेरोहरू त्यो देखाउने छु अहिले तपाईहरुलाई। यो चाहिँ पुलौ भन्छ यसलाई चाहिँ। यो पनि छ मसँग। यो पुलौ चाहिँ तपाईको के काममा आउँछ भने, जुन चाहिँ बाटो धेरै बाँझो छ नि, हो त्यो बाँझो जोत्न चाहिँ पुरै तलैबाट पल्टाएर यसले खरेटा घारी, तपाईको भेडे घारी हो त्यस्तो चाहिँ एकदम मसिनो पारेर धुलो पारेर काटेर लिएर जान्छ के। यो पनि छ मसँग। यसको मालिकलाई सोध्नुपर्छ 1000 रुपैयाँ हो कि 1200 रुपैयाँ घण्टा हो। यो पनि चाहियो भने मगाउन सक्नुहुन्छ तपाईहरुले। र यो मसँग आजैबाट छ। तपाईहरुले चाहियो भने भन्न सक्नुहुन्छ। 2टा ट्र्याक्टर छन्। आलुबारी नौतन बस्ती कामलाङ सम्म चाहिँ अब तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नौपटिया अब यतै चोखाम हुँदै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म कन्ट्याक्ट नम्बर हालिदिने छु। र खेतीमा पनि आइपुग्यो। यो चाहिँ हाम्रो यसो रेस्ट गर्ने ठाउँ। बेला बेला मालिकको टुङ्सी। बारी चाहिँ मालिकको हो। भागीमा गरेको मैले चाहिँ। मालिकले पनि सघाउँछ। गाडीहरू ट्र्याक्टरहरू सबै उसैको हो। र यो मकैको बिउ केटाहरू पनि 2 जना आउँछन्। एउटा ट्र्याक्टर उनीहरूले लिएर गइरहेछन्। वाटर पम्पहरू पनि लिएर आउँछन्। यसमा पानी पनि हाल्नुपर्ने। रोपेर मात्रै त हुँदैन होला। यसो पानी सानी हाल्नुपर्ने। पानी हाल्दाखेरि चाहिँ अलिक छिटो उम्रिन्छ कि भन्ने कुरा के हो, उम्रिन्छ। सत्य हो। खेती अब पहिलेदेखि बाउहरूले गरेर ल्याउनु भएको, हामीहरूले पनि गरिएको पनि हो। बिचमा अब के गर्नु, त्यस्तै हो। परिस्थितिले बिग्रिएर आफू पनि हो। त्यस्तै हो। अब चाहिँ गरौँ कि भनेर मकैको यो अघि मैले तपाईहरुलाई हेरो देखाइरहेको थिएँ। त्यो यसरी खोली तान्छ हो। खोली तान्छ अनि हामीहरूले यहाँ बीचमा यो खोलीमा मकै रोप्नुपर्छ। अहिले यो मकै रोपेको पनि म देखाउँछु तपाईहरुलाई। र
मकै रोपेकै बिचबिचमा यो फर्सीको बिउ यो अस्तिको दिन भिजाएको थियो। हिजो त्यता रोपियो 2 गरा 3 गरा रोपियो। लामा लामा ठुल्ठुला गरा छन् हो, 3 गरा रोपियो। मकै पनि फर्सी पनि। यता चाहिँ हाइब्रिड मकै रोप्यो। पैसा अब छैन, कम्ती अब जसो तसो 0 बजेटमा सुरु गरेको हो। धन्न मालिक राइट ह्यान्ड छ र अलिअलि यसो बिउ सिउ किन्दैछ उसले र ट्र्याक्टरमा तेलसेल हाल्दैछ र गरिँदैछ साथी हो। हेर्दै जाउँ गर्दै जाउँ म कस्तो हुन्छ यो रोपेर उम्रेपछि र गोड्दाखेरि कसरी गोड्छु। गोड्दाखेरि पनि तपाईँहरूले त्यही हेरोले जुन अघि मैले देखाएँ कल्टिभेटरबाट बनाएको हो, त्यो हामीले आफै बनाएको हो। यो खोली तान्ने त्यसैले तपाईँले गोड्न पनि सक्नुहुन्छ। यो कोदालाले गोड्नुपर्छ होइन, मैले नेपालतिर देखेँ, कता देखेँ। त्यसमा अब युरिया हाल्छन्। मैले चाहिँ गोबर हालेँ। त्यहाँ गोबरको थाक छ। विचार चाहिँ थियो खोलीमा हाल्ने भनेर। यसरी खोलीमा हाल्यो भने चाहिँ मल मकैलाई मात्रै भेट्छ भनेर। तर पुँजी छैन, के गर्नु साथी हो, त्यस्तै हो होइन। पुँजी बेकारको जे भयो नि। मालिकले 4 ट्र्याक्टर मल्ची ल्यायो। त्यता चाहिँ छरेरै रोटर बेटर मारेर यस्तो खोली तान्यो। यो चाहिँ फर्सीको फेदमा हालिदिनु पर्यो भनेर यो 1 ट्र्याक्टर चाहिँ राखेको। फर्सीको तरबुज रोपेको छ। तरबुजको यसमा चाहिँ मुला छरियो हो। यो गरामा चाहिँ यो देखिएको जतिमा चाहिँ मुला 1/2 केजी छरियो। हिजो छरेको। लास्टमा 2 केजी मटर छरिएको छ। त्यो सबै भागी हो आधी। अब भरे पानी सानी हालिन्छ, म देखाउँछु तपाईँहरूलाई। त्यहाँ अस्ति फेन्सिङ लगाइयो। 1-1.5 महिना भयो आएको। गर्न सक्दा त हुँदो रहेछ कि जस्तो लागेर के गरियो, कति थोक गरियो, जेसिबी कुदाइयो। अब सबैलाई थाहा छँदैछ साथीहरू होइन। बिग्रियो, के भइयो, रक्षा भइयो त्यस्तै हो मान्छेको होइन। कति थोक गर्छन् र त हुन्छ। आफूले पनि गरियो, धेरै थोक गरियो। बाबुआमालाई रुवाइयो, दिदीबहिनीलाई, इष्टमित्रलाई धेरैलाई रुवाइयो। अब चाहिँ केही गरौँ कि भनेर कि साथी हो। तपाईँहरूलाई पनि चाहियो भने यहाँ अब गाउँमा भन्न सक्नुहुन्छ। म गाउँमा तपाईँको वहाँ घरमा पनि यसरी नै खेती गर्नेछु। मकै फर्सी हो। सब्जी खेतीहरू पनि लगाइरहेको छु। कसरी गरेको छु, कसरी रोपेको छु, कसरी पानी हाल्छु, कसरी के गर्छु, कसरी माछ लगाउँछु, म सबै थोक देखाउने छु। हेर्दै जानु होला। र त्यस्तै हो, अब गर्दै जान्छु, अहिले देखाउँदै जान्छु। र अहिले चाहिँ कोही पनि आइपुगेका छैनन्। आज अलिक ढिलो गरे केटाहरूले। म चाहिँ फर्सी रोप्दै गर्नु पर्यो। फर्सी चाहिँ कसरी रोप्छु देखाउँछु ल। मकै चाहिँ अहिले यसैमा रोप्छु केटाहरू आइपुगेपछि। फर्सी चाहिँ हिजो यहाँसम्म रोपिरहेको थिएँ। यो 1 लाइन रोपेर अल्छिरहेको। अनि भोलि रोप्ने भनेर छोडिदिएको थिएँ। कतिकामा रोप्छु हेर्नुहोस् ल। तपाईँहरूले पनि मैले बाक्लो रोपेँ कि पातलो रोपेँ कि। यहाँ यी 2टा गुटी हालेँ। यसमा 2टा गुटी हालेँ मैले। कसरी हालेँ मैले देखाइनँ होला, म फेरि देखाउँदैछु ल। यहाँ एउटा रोपेँ हो। तपाईँको अब यहाँ क्यामेरा मोबाइल धर्ने मान्छे छैनन्, नभए त म तपाईँको लगभग यसरी 1 2 3 यसरी 3 खेप फड्का मारेर यसरी एउटा हालेँ, फेरि अर्को हालेँ। 2टा फर्सीको गुटी हालेँ हो। अनि यसरी छोपिदिएँ। भरे यसलाई माथि रोटार बेटार कुदाउने हो, छोप्ने हो। अहिले चाहिँ यतिको फराकमा रोपेँ। यता पनि यहाँ र यो एउटा खोली, 2टा खोली, 2टा खोलीको 3टा खोलीको उतापट्टि लगभग यता पनि बराबरै छ, यता पनि बराबरै छ। त्यस्तै म फर्सी रोप्दैछु हो। अब यसकै बिचबिचमा मकै रोप्छु। अहिले देखाउँछु म। केटाहरू आएपछि मकै रोप्छु। मकै रोपेको पनि देखाउने छु। हुन्छ, हेर्दै गर्नु होला। र ट्र्याक्टर पनि आइपुग्यो। एउटा ट्र्याक्टर हिजै भाइहरूले लिएर गएर थिए। भाइहरू पनि आइपुगे। यो वाटर पम्पमा फिट हुने पाइप हो। भरे फिट गरेको पनि देखाउने छु तपाईँहरूलाई पनि चाहिएमा यहाँ आलुबारी कामलाङ भाडामा भेट्नुहुन्छ। यो वाटर पम्प पानी तान्नलाई काम दिन्छ हो, खेतीमा हाल्नलाई। यो मसँग उपलब्ध छ।
वाटर पम्प पनि कसरी घन्टा हो के हो त्यो बुझेर तपाईहरुले चाहियो भने मगाउँदा हुन्छ। ट्र्याक्टर यो एउटा हो, अघि एउटा देखाइहालेँ। हेरो छन् 3-4 वटा। भोलिदेखि या आजैदेखि तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म कन्ट्याक्ट नम्बर हाल्ने छु र अहिले म देखाउने छु एकछिनमा कसरी जोइन गर्छु यो पाइप वाटर पम्प पानी कसरी हाल्छु यो रोपिसकेर यो छोप्ने कसरी छोप्छु हो देखाउँदै जान्दै छु। हेर्दै गर्नु होला। यो चाहिँ बाबुले यो हिजो रोपेको मकै यसरी माथि माथि रोटारवेटर मारेर छोप्नु हुँदैछ। यसरी हिजो हामीले रोपेका थियौँ यो मकै चाहिँ यति चाहिँ हो। यो पनि छोप्नै छ। यो यति छोप्नु भएछ अहिले हो। ऊ त्यहाँ मुला रोपेको माथि माथि मुला छरेको थिएँ। मुलाको पनि माथि माथि रोटारवेटर कुदाइदिनु भयो अहिले भर्खर। यो चाहिँ मकै रोपेर अनि यसरी छोप्दैछौँ। यही हामीहरू साथी हो। उताको पनि छ, उता छ हिजो रोपेको। बाबु मालिकले गर्दै गर्नुहुन्छ। म चाहिँ अब यो एक गरा छ फर्सी रोप्नलाई रोपिसक्छु। केटाहरू आइरहेको थिए। आज शुक्रबार बजार रहेछ। केटाहरू खै नानीहरूको के किन्न छ, कसैको बजार गर्न छ भनेर गइ त गए। बाइक चाहिँ दिएर पठाइरहेको छु मेरै, छिटै आउनु भनेर छु। अब हेरौँ ल साथीहरू, अहिले देखाउँछु। अहिले अब यो रोपिसकेर फेरि मकै रोप्न थाल्छु हो। मकैको देखाउँछु म तपाईँ कसरी रोप्छु। अब फर्सी रोपिसकेँ हो साथी हो। फर्सी रोपिसक्यो। अब म मकै रोप्छु कि मकै कतिमा रोप्छु हेर्नु होला ल। बाक्लो भयो कि पातलो भयो कि भन्नु होला ल। यो चाहिँ एक भित्तामा रोप्दैछु। अघि फर्सी यसैमा रोपेको मैले 3-3 फड्कामा यहाँ रोपेको छु हो। यहाँ कहाँनिर यहाँ रोपेको छु हो। त्यस्तै अब बिचमा फर्सी भयो। अब यहाँ मैले मकै रोपेँ। यो मकैलाई चाहिँ पछाडि फर्सीले डिस्टर्ब गर्छ भनेर तपाईँहरूले सोच्नुहुन्छ भने फर्सीलाई चाहिँ हेर्दै गर्नुभयो। तपाईँले 10-12 दिनभित्र बारीभित्र पसेर वरिपरि मकैको माथि चढेको छ कि हो हेर्दै गर्नुपर्छ। अनि मकै माथि चढ्न दिनु हुँदैन। तल फर्सी पछाडि मकै भाँचे पछाडि मकैको अब घाँस हाल्दा पनि काटेर लाँदा पनि भयो, जे गर्दा पनि भयो। मकै भाँचे पछाडि त्यहाँदेखि फर्सी लहरिन्छ। फर्सी ठिक्क फल्ने बेला भएको हुन्छ होला हौ त्यतिखेर, मेरो विचारमा चाहिँ। अनि फर्सी लहरिन थाल्छ। अनि 2 in 1 जस्तो हुन्छ कि भनेर गरी हेरेको साथीहरू कहीँ त देखेको छु। गरेका छन् यसरी मेहनत गर्नेले। यी गाउँमै बस्ने भाइहरूले पनि गर्दा हुन्छ। ट्र्याक्टर चाहियो भने भन्दा हुन्छ। बारी छँदैछ, यसो 1-2 हजार रुपियाँ निकाल, ट्र्याक्टर मलाई नै भन्दा हुन्छ। जोत्ने ओर्ने खोले तान्ने गोड्ने केही गर्नु पर्दैन भाइ। यो भातमा मात्रै हुन्छ। रोप्न चाहिँ अलिक मेहनत छ। यस्तै हो। फर्सी पनि हुन्छ मकै पनि हुन्छ कि भनेर गरिँदैछ। अहिले भरे पानी पनि हालिन्छ। पानी हालेन भने त यो सुकौरोमा त हुँदैन हो। र पनि चिसै छ। खेतमा हो, खेत माटो हो। सबैका बाँझा छन् हो। ऊ त्यता हुँदै सबै बाँझा छन्। हामीले चाहिँ फेन्सिङ लगाएर यसरी बाबुले रोटारवेटर मार्दैछ माथि माथि छोप्दैछ हो। सबका बाँझा छन् हो। त्यता यो खेती सब टोटल बाँझा छन्। कसैले गरेका छैनन् अहिलेसम्म। हामीले चाहिँ अब फेन्सिङ गाई गोरुको सेफ्टीको लागि चाहिँ गरेका छौँ हो। के हुन्छ कसो हुन्छ साथी, यहाँ मात्रै होइन अरूतिर पनि गर्छु, देखाउँछु। भाइहरूले पनि गर्दा हुन्छ। गाउँका अब बसेका कोही बेङ्गलोरबाट चेन्नईबाट आएर बिहे गरेर बसेका छन् भाइहरू। भन ट्र्याक्टर चाहियो भने, तर पैसा चाहिँ मालिकको हो ट्र्याक्टर हो। तेलसेल हाल्नुपर्छ, पैसा चाहिँ केस हो। म अहिले कन्ट्याक्ट नम्बर छैन भने कन्ट्याक्ट नम्बर पनि हालिदिन्छु। बारी खाली छ भने भाइ हो गर्दा हुन्छ गाउँकै भाइहरूले। यो किन्ने जिम्मा चाहिँ मेरो मकैको हो। अरूको भन्दा 1-2 रुपियाँ रेट बेसी नै दिन्छु। मकैको फर्सीको किन्ने जिम्मा मेरो, बेच्ने जिम्मा मेरो। भाइ हो गर्दै हुने हो सबै थोक। म पनि धेरैतिर घुमेँ, धेरै थोक गरेँ होइन। धेरै बदमास पनि भयो, उत्पात पनि भयो, के भयो। भाइहरूलाई सबैलाई थाहा छँदैछ गाउँकालाई होइन। भाइहरूलाई सबैलाई आफ्ना इष्ट मित्र सबैलाई थाहा छँदैछ। त्यस्तै हो। धेरै बोल्दिनँ, भिडियो लामो हुन्छ होला।
अहिले देखाउँदै जानेछु कसरी के गर्दै जानेछु। अहिले चाहिँ मकै रोप्दैछु, केटाहरू पनि छैनन्, एक्लै छु। यो एक गरा उयो ट्र्याक्टरको उतापट्टि छ, एक गरा लामै छ हो। अनि यो एक गरा 3 गरा छ रोप्नुपर्ने चाहिँ। मकै अरू सबै रोपिसकेको, छरिसकेको। यहाँ मुला छरियो, उता मटर छरियो, यहाँ बिचमा के छरियो हो, उता मकै रोप्यो। अब यति छ। आज सकेर भरे पानी हालेको देखाउँछु म तपाईँहरूलाई साथीहरू। अब चाहिँ हामीले मकै रोपेर पनि सक्न आँट्यौँ र यसरी रोप्दैछौँ, हेर्नु होला। अब यो चाहिँ लास्ट हो, यति नै हो लास्ट। अब सकिएको हो, यहाँ चाहिँ मकै रोपिसक्यो र उहाँ बाबुले रोटर बेटरले माथि जोति दिनुहुन्छ। यो लास्ट हो, सकियो। अब आज वाटर पम्प चाहिँ आज भ्याइएन। यी केटाहरू पनि भर्खरै आए, त्यसले गर्दाखेरि भ्याइएन। अब भोलि बिहान देखाउनेछु साथीहरू वाटर पम्प कसरी फिट गरिन्छ र कसरी पानी हालिन्छ, देखाउनेछु भोलि बिहान। र साथीहरू आज यो पाइप अनलोड पनि भएन हो। अनलोड गरेर राखौँ भने सबै यो यहाँ अब सबै जङ्गलै मात्रै छ, हराउँछ भन्ने डर। यत्तिकै लगेर आज राखिन्छ, भोलि बिहान लिएर आइन्छ हो। बिहान ल्याएर फिट गरेर पानी हाल्नुपर्ने सबैतिर। भोलि र पर्सि लाग्छ होला, 2 दिन हेरौँ अब कति भ्याइन्छ, कसरी भ्याइन्छ। र अब म पनि घरतिर लागेको आजको लागि चाहिँ। भोलि फेरि आइन्छ, भोलि के गरिन्छ देखाउँछु साथीहरू। अब अलिकति छ, मारिसक्न आँटो बाबुले पनि रोटर बेटर, धेरै छैन। अब अलिकति छ, अब सकिएको। अब मकै फर्सी मुला मटर रोपिसक्यो, छरिसक्यो भनौँ न। अब पानी हालेपछि 15-20 दिन म नआउँदा पनि हुन्छ यो बारीमा। अब अरूतिरै गरिन्छ, अरूतिर गरेको पनि देखाउने छु साथीहरू, हेर्दै गर्नु। र यो चाहिँ म खेतबाट निस्किँदाखेरि यहाँ हाइवेमा उता हो मेरो खेत। यहाँ हाइवेकै यतापट्टि मेला लागेको छ कि खाम्तीको, हाम्रो यहाँ लोकल ट्राइब। ओ यो चाहिँ के चिज रहेछ खोइ, आगो पनि बल्दैछ तलबाट, क्यामेरा राम्रो नदेखिएर हो। मान्छे पनि बसेका छन् 1-2 जना। फर्स्ट टाइम देखियो, के चिज हो साथीहरू भन्नुहोस् ल। राम्रो देखिएन, तर यहाँ चोखाममा अब तपाईँहरूले आएको बेला देख्नुहुनेछ, मेलामा रहेछ यहाँ। नयाँ दामी मेला लाग्दैछ खाम्तीहरूको, यहाँका ट्राइबको। यहाँ फेरि माथि जाँदैछ, हेर्नुहोस् ल। तलबाट आगो पनि बल्दैछ हौ, तलपट्टिबाट आगो बाल्दैन, अन्त बिचमा फेरि माथि जाँदैछ। माथि के चिज रहेछ यो, आगो पनि बलेको अलिअलि देख्नु हुँदैछ र। क्यामेरा राम्रो छैन मेरो, नभए क्लियर देखाउँदै छैन। के गर्नु साथीहरू, यहाँ हेर्नु न के चिज रहेछ यो। म त फर्स्ट टाइम देख्दैछु साथीहरू, तपाईँहरूले देखेको छ भने भन्नुहोस् है कमेन्टमा, के चिज रहेछ, हेरौँ बुझौँ हामी पनि। अब आज त खेतबाट आएको, पस्न भ्याइएन। अब अलिक दिन पछाडि आउनु पर्ला, 1 दिन मेला घुम्दै, त्यतिखेर देखाउने छु साथीहरू। सबै भित्रै पसेर छेउ बढे।